ल साथीहरू, मैले यसभन्दा अगाडि यो खाँदबारीबाट चन्दनपुरतर्फ आउने बाटोको पछिल्लो अवस्थाको जानकारी गराउने भिडियोहरू बनाउँदै गर्दा केही साथीहरूले यो 0 पोइन्ट आसपासको बाटो कस्तो छ भनेर जिज्ञासा राख्नुभएको थियो। त्यही भएर म अहिले यो 0 पोइन्ट क्षेत्रको चन्दनपुरको बाटोको अवस्था, पछिल्लो अवस्था कस्तो हुँदैछ भन्ने कुरा यो भिडियोमा देखाउँदैछु। र अहिले म यो 0 पोइन्ट छेउमा रहेको यो चौतारा, यो विश्राम स्थल बिसाउने ठाउँमा छु। र यतापट्टि यो खाँदबारी जाने बाटो हो। र यो पछिल्लो समयमा अहिले यो बाटो यो ग्रेडिङ गरेर यो सम्याउने काम हुँदै गरेको अवस्था छ है। यो 0 पोइन्टसम्म यो ग्रेडिङ गरेर भर्खरै आइपुगेको छ। यो बाटोको अवस्था यस्तो छ। र अहिले चाहिँ म यो बाइकमा छुइनँ, म हिँड्दै यहाँहरूलाई यो बाटोको पछिल्लो अवस्था भिडियोमा देखाउँदैछु। बाटो चौडा नै छ, यो जम्मा 11 मिटर होला। यो दुई साइडपट्टि नाली 1 मिटर र छेउपट्टि 1 मिटर फुटपाथ र बिचमा बाटो 9 मिटरको छ। र यसरी यो सम्याउने काम, यो ग्रेडिङ गर्ने काम हुँदैछ। यो अगाडिको मेसिन, यो ग्रेडर मेसिन भन्छ क्यारे यसलाई। यो भर्खर अहिले बिहान यहाँसम्म आइपुगेको अवस्था छ। र हुन त यो बाटो आजभन्दा 3-4 वर्ष अगाडि नै कम्प्लिट भइसक्नुपर्ने बाटो हो, तर पनि यो एकदम ढिलासुस्ती भइरहेको अवस्था छ। र यो पटक चाहिँ कालोपत्रे गर्ने भनेर यो अन्तिम म्यादमा सक्ने भनेर यहाँ लागेको अवस्था देखिन्छ। तर अब यो विश्वास कति गर्ने, अब यो 3-4 वर्ष अगाडि सकिने काम अहिलेसम्म पनि सकिएको छैन। तैपनि अब आशा गरौँ केही होला। र बाटो यसरी यो सम्याउनेसम्मको काम हुँदैछ। अब यसमा यो रोडा हालेर पेल्ने त्यो काम हुनेछ। र त्यस पछाडि कालोपत्रीको काम सुरुवात हुन्छ होला सायद। म 0 पोइन्टमा आइपुग्न आँटेको छु। यो समग्र क्षेत्र नै 0 पोइन्ट क्षेत्र हो। र यसरी म यो बाटोलाई भिडियो मार्फत देखाउँदैछु है त। बाटो धुलो छ, धुलो एकदम भर्खरै अहिले ग्रेडिङ गरिएको छ। यहाँ पानी लगाएको छैन, यो सम्याउने काम पनि कम्प्लिट भइसकेको छैन है। यतापट्टि घरहरू छन्। यता अझै फिनिसिङ भइसकेको रहेछ। यो माटोहरू हाल्ने काम मात्रै भर्खर हुँदै रहेछ। त्यो मेसिनले रेस्ट गरिराखेको छ। सायद बेलुकासम्ममा यो यहाँसम्म चाहिँ यो सम्याउने काम कम्प्लिट हुन्छ होला। ल ठ्याक्कै यहाँबाट बाटो छुट्छ, दुईवटा बाटो। र यसलाई 0 पोइन्ट भनेर भनिन्छ। ल यो बाटो छुटेको ठाउँमा आइपुगेँ म। यो दुईवटा बाटो, यो मास्तिरपट्टि जाने एउटा बाटो र तलतिर जाने एउटा बाटो। र यहाँ एउटा नेपालको झन्डा सहितको सूचना बोर्ड पनि रहेछ। के छ हेरौँ है। माथिल्लो बाटोबाट बेलुवा गाउँ, सल्लागारी पार्क, तपासे, आङ्ला, खर्तुवा, सिमले, केवाटार, याफु जान सकिने रहेछ भने तल्लोपट्टिको बाटोबाट हेलुवा बेसी, नागेश्वरी, शुक्रबारे, कुलुङ, ताम्कु, बाला, सिसुवा लगायतका ठाउँहरू जान सकिने रहेछ। यो नोटिस बोर्डले यस्तै भन्यो। यहाँ नेपालको झन्डा पनि रहेछ। ल यतापट्टि के छ हेरौँ। ल यतापट्टि स्वागतम 0 पोइन्ट चन्दनपुर भनेर भनिएको रहेछ। ल साथीहरू, मैले यहाँलाई यो 0 पोइन्टसम्मको बाटोको वर्तमान अवस्था देखाएँ। र यस पछाडिका अपडेटहरू फेरि देखाउनेछु। अहिले यति नै। थ्याङ्क्स।